छु म यो हड्डी मान्छेको शरीर होइन, यो मेरो कपडा हो। यो कपडालाई धारण गर्ने म चाहिँ एक शुद्ध एनर्जी हो, आत्मा हो। म आत्माको चित्त निरन्तर ज्योति स्वरूप अनन्त प्रकाश स्वरूप हुनुहुन्छ। त्यो सुप्रिम सत्तासँग मैले आफूलाई जोडाएर एक पोजिटिभ एनर्जीवाला बन्नु छ। आकाशको पानी रोक्न सक्दैन, तर चिन्ता त गर्नुहुन्छ म नभिजु भनेर। संसारभरि भएको यो जो नेगेटिभ भएको माहौललाई मैले थाम्न सक्दिनँ, तर त्यो नेगेटिभिटीबाट मैले आफूलाई बचाउन त सक्छु। त्यसको लागि मेडिटेसन भनेको हाम्रो सुरक्षाको कवच हुन्छ। अहिलेको समयमा मेडिटेसन जरुरी छ कि नै? अनि तनाव सबैलाई छ, बस राजयोग मेडिटेसनले तनावलाई व्यवस्थापन गर्ने कला सिकाउँछ। एक मिनिङफुल लाइफ, अर्थपूर्ण जीवन जसको लागि हजुरहरू भागिराख्नु भएको छ, त्यो जीवन जिउने कला सिकाउँछ। बाँकी हजुरहरूले यसको प्रयोग गर्दै जानुभयो, जति जति अनुभूति गर्दै जानुभयो, आत्माको गुणको अनुभूति गर्दै जानुभयो, जुन पिसको लागि भागिराख्नु भएको छ, जुन शान्तिको लागि, जुन ह्याप्पिनेसको लागि हुनु त अब यो विदेश जस्तै नेपालमा पनि लाफिङ क्लबहरू खुल्न मात्रै बाँकी छ। त्यति तनाव भइसक्यो कि मान्छेको चेहरामा मुस्कान भन्ने चिज चाहिँ यति धेरै टाढा गइसक्यो। त्यो आउँछ राजयोग मेडिटेसनबाट। अबको समयमा पदले, पैसाले, पोजिसनले मेरो मान्छे यो जीवनमा छन्, उनले मलाई बचाउँछन्, यो नसोचे हुन्छ। हाम्रो जेन्जीको आन्दोलनले त राम्रैसँग पार पराएको छ। अब बचाउने भनेको जीवनमा केही कमाइ गर्नुभएको छ, धुवाको बल